हेलो नमस्ते सबैजनालाई मेरो ब्लगमा मैले आजबाट चाहिँ ब्लग स्टार्ट गरेको छु। अस्ति नि सर्ट ब्लगहरू त हाल्थेँ। ल अब बनाउन हाल्न त जान्दिनँ, म बिस्तारै बिस्तारै सिक्छु। अब म के गर्छु हजुरलाई देखाउँछु है। आजबाट स्टार्ट गरेको छु। पसलमा आइसक्यो हामी चाहिँ। अब आज हामी के गर्छ देखाइराख्छु ल हजुरहरूलाई। अहिले भेट्छु। बिहान आएर पसलमा बरार बुरुर गरेर पानी राख्न लाग्यो। नानी चाहिँ पानी राख्छ। हाई भन्नु न मेरो ब्लगमा। हेलो ल नाम पनि भन्दिनँ पर्छ ब्लगमा। नाम चाहिँ पछि भन्दै गरौँला है त, अहिलेलाई नभनौँ के अरे। अब हामीले टिका पानी राखेर टिका लाउनु लाग्यो। ल यस्तो गरेर यहीँ अगाडि छरेर लगाउनु। माथि कि त माथिमा टुप्पै पुऱ्याइदिनु। कहिले तल कहिले माथि लाउँछु कि मैले चाहिँ टिका। हजुरै बाङ्गे बसे त म नबुझ्नु बुझ्नुहुन्न होला गाई। बाङ्गे नै लाउनु बाङ्गे भरे सुरुतिरमा बाङ्गे लगाइदियो टिका। ल्याउनु हात त ढोक्छु नि ल ल हजुरले लगाउनु टिका। यस्तो लाउनु म त तल लाउँछु ल। मेरो टिका चाहिँ अलिक बाङ्गे भयो। अब मेरो सिधा भयो। सोझो भयो। आज हामीले के गर्छौँ सब देखाउँछ है हजुरहरूलाई। यो हाम्रो पसल ल केही चाहिन्छ भन्ने भन्नु, अर्डर गर्नु, हामी डेलिभरी गरिदिन्छौँ। लोकेसन चाहिँ म भनिदिन्छु है। यहीँबाट पोखरा चिप्लेढुङ्गा गामपानी मार्केट, त्यहाँभित्र चाहिँ हाम्रो पसल छ। आएर भिजिट गर्न पनि सक्नुहुन्छ। हेर्नु ल अहिले दिउँसो के गर्छ त्यो देखाउँछु ल। चाहिँ हामीले झ्याउ लाग्छ पसलमा, मान्छे नआउँदा चाहिँ झ्याउ लाग्छ। अहिले चाहिँ हामीले यहाँ के भन्छ साडीको फल्स हाल्न लागेको। हेर्दै गर्दै बिस्तारै मैले जान्न त मलाई आउँदैन, म सिक्दै हो। तर म अलिकति देखाउँछु हजुरहरूलाई। यसरी हाल्नुपर्छ साडीको फल्स। गाह्रो छ नि साडी लगाउन नि। ल नखाने नो 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 म ब्लगमा छु है, केही नि हुन्न। त्यो सिवामा धागो हाल्न नि कति टाइम लाग्छ हौ मलाई त। त्यसै त मैले आँखा त्यति राम्रोसँग देख्दिनँ। नजिकको त मैले त्यति देख्दिनँ। तर डेन्जर टाइम लाग्छ हो। यसो गरे नि हुन्न, उसो गरे नि हुन्न। यो धागो त्यस्तो हो कि मेरो हातै त्यस्तो हो कि सियो त्यस्तो हो कि के हो एकदम टाइम लाग्छ। अर्डरको लुगा छ, छिटो भ्याउनु पर्छ। हजुरहरूलाई के चाहिन्छ भन्नुहोस् ल। साडीहरू बुटिक भरेको के चाहिन्छ सबै भन्नुहोस्। ब्लग कस्तो हुन्छ त्यो त मलाई थाहा छैन, तर केही आउँदैन बनाउनु, केही जान्दैन। हजुरहरूले सल्लाह सुझाव दिनु होला है मलाई।
फोन हाल्न टाइम लाग्छ नजान्नेलाई त। म चाहिँ सिक्दै हो, यो काममा मलाई त्यति उस लाग्दैन, तर के गर्नु, गर्न परेपछि गर्नु पर्यो, सिक्नु पर्यो होइन र। त्यति बोल्न पनि आउँदैन, के गर्नु गाह्रो छ हो, गाह्रो छ। ल फोन राख्छु ल, फोन यहाँ देखिन्छ, यहाँ राखेपछि देख्छ होला नि। देखिन्न होला म खासमा चाहिँ हामी अहिले चाहिँ हल्का थाके जस्तो भयो। अघि चाहिँ भिडियो बनाइन ल, त्यो फल्स हालेको त्यो भिडियो हाल्दा त कहिले हुन्छ थाहै छैन। सबैले हेरेर माया गरिदिनु होला ल मेरो भिडियोमा। अनि पछि पनि भिडियो बनाउँछु, मलाई आउँदैन कि आउने भएकोमा बनाउँथ्यो। कसरी बनाउने, यसरी क्यामेरा ठडाउन मात्रै आउँछ है त, खासै केही नै छैन त्यस्तो। आजलाई चाहिँ गर्छु, पछि नै हेर्दै गर्नु होला। म भिडियो बनाउने कोसिस गरिरहेको हुन्छु ल।